Let's review. Hello everyone. सबैजनालाई सो म चाहिँ अब टिकटकतिर सोसियल मिडियातिर धेरैबाट है इन्फ्लुएन्स भएर हैन आज चाहिँ प्लमको बडी ओइल किनेको छु किनभने अस्ति किनेको बट आइम गन रिभ्यू तपाईहरुलाई म पनि पर्सनल रिभ्यू यसको बास्ना चाहिँ बहुत दामी छ लाइक मैले 2-3 चोटीसम्म चाहिँ युज गरे यस्तो नाइस नन स्टिकी पर्फ्युम चाहिँ यसको बास्ना भन्नुमा बास्ना चाहिँ यस्तो मिठो छ अनि यस्तो नन स्टिकी गड ओइल मन पर्दैन बट दिस वान इज भेरी गुड किनभने त्यतिकै पनि ओइल प्रोडक्सन बडीमा धेरै नै हुन्छ धेरै नै लाइक फेसमा पनि बडीमा पनि सो मैले चाहिँ किनेर आएको छु अनि म पर्सनली सजेस्ट गर्छु इफ सम वान चाहिँ किन भएको छ भनेर एन्ड अनदर वान चाहिँ मैले यो बडी मिस्ट किनेको थिएँ यो चाहिँ मलाई प्याकेजिङ राम्रो लागेर मैले किनेको दिस वान लुक प्याकेजिङ इज सो गुड यसको बास्ना पनि मिठै छ मजाले अब मोइस्चराइजरहरू लगाएर लगायो भने चाहिँ लाइक 12 आवर्स चाहिँ मजा टिक्ने रहेछ सो गुड मेन चाहिँ यसको मलाई प्याकेजिङ राम्रो लागेर एन्ड अनदर वान चाहिँ यो अत्तर कफीको अत्तर ओ माई गड दिस वान इज भेरी 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 गुड I hope you can smell this. So good. यति राम्रो छ यसलाई चाहिँ म 10 out of 10 नै दिन चाहन्छु दिस वान इज सो गुड चकलेट कफी वाला हो so good so these are the products I highly recommend it for you all bye